यो चाहिँ अस्तिको शेर्पा मेरो साथी लड्ने आज नमस्ते धेरै चिसो भएर शेर्पाले आज बल गरेन म अलि सन्चो छैन शेर्पा हेलो साथीहरूले आयो 3 बजेबाट नयाँ भिडियो हामी चाहिँ अब पर आलुबारीतिर जाँदैछौँ त्यहाँनिर चाहिँ अब म छु अनि यहाँ साथीहरू छ अगाडि शेर्पा पछाडि चाहिँ रुम सर्टी हुन्छ लडिन्छ भबाल छ अब यस्तै छ के हो यहाँ चाहिँ आजको चाहिँ मौसम यस्तो छ है 3 बजी अघि घाम लागेको थियो फेरि घाम चाहिँ लाग्नै सकेन चिसोले अनि हामी चाहिँ अहिले पर आलुबारी जाँदैछौँ अब आयो है एउटा यो चाहिँ मेरो भाइ शेर्पा अनि यस्तै छ यहाँको माहौल -8 टेम्परेचर छ एकदम चिसो नेपाली हिँड्न चाहिँ छोडेको छैन है यस्तो चिसोमा नि नेपालीहरू हिँडिरहेको छ यहाँ एउटा कुरो त्यही हो चिसो भए तापनि हिँड्नु चाहिँ छोडिएको छैन यो पुरा खिच्चिमा चिसो हुँदैन हाम्रो सोडीले चाहिँ दामी यो के हो सोडी यो भनिदिनु त यो भन्नुपर्दाखेरि यो यसो हेर्दाखेरि युरोपतिर पाइने यो एउटा जडीबुटी के जडीबुटी रहेछ ल साथी हो हाम्रो लाउरा सोडीले चाहिँ यो एउटा यता देखाउनु त के हो यो छ है अब ल खतरा चिज अनि यो त खतरा चिज भेडाको भने जस्तो दुखाउँछ नि त यहाँ चाहिँ दामी ट्र्याक्टर रहेछ यो खालको ट्र्याक्टर चाहिँ एकदम दुर्लभ चल्छ चल्दैन तर हल्का घाम लागेको हो कि जस्तो अनुभव चाहिँ भयो तर चिसो छ चिसोले गर्दाखेरि चाहिँ यस्तै हो यो 4 पाङ्ग्रे बाइक हुन्छ नि 4 पाङ्ग्रे बाइक अनि पछाडि फेरि ऊ बाँधेको के टायर जोडेको 2 जना बस्न मिल्ने होइन अनि डोरीले बाँधेको के फेरि अनि 2 जना चाहिँ त्यो पाङ्ग्रो टायरमा गाडीमा चढ्ने अनि पछाडि तान्ने लतार्नेवाला के थियो हिउँमा पल्टेको यहाँको चाहिँ लाइफस्टाइल यस्तो छ यहाँ दाउराहरू चाहिँ एकदम अब सजाएर राखे तापनि चिसो यता पछाडि छ यो चाहिँ एग्रिकल्चर साइट होला पर त्यसको सामानहरू छ यता चाहिँ भिलेज घरहरू अनि हामी बसेको ठाउँ चाहिँ यस्तै छ ल साथीहरू सदाको भन्दा धेरै चियो छ -1-2 सम्म चाहिँ ठिकै हो अहिले नर्मलै जोस पानी भएछ चिसोले अहिले चाहिँ हदै अब 8-10 पुगेपछि चाहिँ तपाईँको हात पनि एकछिन बाहिर रातो भइरहेछ अब यहाँनिर अहिले चाहिँ हामी हिँड्दैछौँ जाडोले चाहिँ पक्क दिक्कत प्याता बनाइसक्यो पोहोर फर्स्ट टाइम आउँदाखेरि चाहिँ हल्का नर्मल चिसोले पनि ज्वरो आउला चिसै हुन्छ बढी अहिले चाहिँ अलिक पानी भएर तर अति नै चिसो छ आज चाहिँ हामी चाहिँ चट्ट अब आलुबारी पर खरायो अन्डर हिँडेको ओ सोल्टी यो मुनिको त सबै खराएको पाइरहेको छ टोपहरू हेर यो मुनिको सेतो यो यसलाई पासो थप्नु मिल्दैन यो अरत भन्ने भिलेजमा चाहिँ धेरै वर्षपछि ह्याप्पी स्नो भएको रहेछ पोहोर आउँदा चाहिँ हल्का पातलै थियो लिमिटै यसपालि चाहिँ सोचेभन्दा धेरै यो चिसो चाहिँ भयङ्कर बढेको छ होइन सुरुमा चाहिँ रमाइलो लाग्यो अहिले चाहिँ वक्कदिक्क प्याताका बाटोमा हिँड्नु पनि अप्ठ्यारो घराक हो भनेर शेर्पा एकचोटि लड्दै मौसम खराब छ आज यहाँबाट तल हिँड्नु पर्ला बाह्र चिसोले यहाँ ट्रेनको लिक छ यो चाहिँ यहाँ तिमसरा बुचारेस हङ्गरी कता जान्छ ल आउनु सोल्टी आउनु ल सोच्यो भन्दा धेरै चिसो त हिमालकै फेदमा गयो जस्तो यहाँ त के छ र गाडीको फेरि खुट्टा ल माछा खुट्टै गाडी छ त
बाबु सोल्टी यहाँ त के साह्रो यहाँ चाहिँ भयङ्कर जमेको रहेछ यार साथीहरू बा सोल्टी यहाँ त भयङ्कर उयो गाडी रहेछ खुट्टा त बा चिसो चिसो कहाँ खरा यो बाटो हेर्नु न बाटो हेर्दैन न ए यो त के यो खराएको टोप रहेछ यो चाहिँ खराएको पन्जा आज खरायो हन्डिङमा आएको हामी हन्डिङ होला जस्तो छ आऊ है साथी आऊ आऊ ल यो चाहिँ साथीहरू यो देखिएको चाहिँ खराएको पाइला अनि यो खराएको पाइला हिँड्दाखेरि चाहिँ यो झाडी रहेछ क्या अनि यो झाडीमा चाहिँ हामी ओ सोल्टी यो झाडीमा खरा भेट्यो भने कसरी छिर्ने अनि यो झाडीमा बसेको हुन्छ भन्छ यस्तो चिसोमा कहाँ छ अब झाडी पनि के गाडी हो यस्तो जङ्गल त होइन मसिनो मसिनो पत्रा छ खरायो हन्डिङमा हिँडेको भन्छ ल यहाँ चाहिँ यस्तो छ है यहाँबाट चाहिँ भित्र गएको रहेछ पाइला यो भित्र चाहिँ कसरी छिरो यस्तो अरे झाडीमा अब खराएको शिकार होइन आफ्नै शिकार होला जस्तो छ चिसोले ओहो बाबाले ओ हन ओ अन्त किन पो हो अन्त यो मेरो खेतबारी पुरा नै 5 बिघा जमिन चाहिँ नि पुरै होइन कसो अरे टाइम ढाकेर मेरो 5 बिघा जग्गा होइन हिउँले पुरा सत्यानाश पारिदिएछ अब यसमा के गर्ने सरकारले कति के गर्छ पहल गर्छ यसको लागि म घोर भ्रष्टाचार गर्न चाहन्छु भ्रष्टाचार गर्न यो गर्नु यहाँ हिउँ के रोपेको थियो अगाडि यसमा मेरो माछा पक्रिदियो माछा पक्रेको थियो म त अनि यहाँ त आलु बार दिएको थियो सागबारी माछा पक्रिदियो थियो त्यो खरायो कता हो कि खरायो जङ्गल कता आयो 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 के आयो ट्रेन आयो ट्रेन त्यहाँ शेर्पा छिर्दैछ है शेर्पा आज शेर्पाले चाहिँ खरायो खुवाउँछ होला ल म शेर्पा भकाउनु जान्छु ल शेर्पाको पछि पछि ओ केटा चे केटा ल लु कता आयो फेरि आम्मा ल आयो 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 गोचो खाँदै जानु पर शेर्पा काँडा छैन काँडा ओ ल ओ सोल्टी यता आउने यहाँ शेर्पाले भेटिसक्यो हामी चाहिँ चट्ट अनि कस्तो ठाउँमा आयो फेरि लु केटा अब चाहिँ चिप्लियो क्या प्लितै लु 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 ए यहाँ रहेछ यहाँबाट उकालो यहाँबाट उकालो छ यहाँ यता छ पाइला यता दिउँसो त सुत्छ क्या यो खडा दिउँसो सुत्छ राति चाहिँ मजाले चढ्नु डुल्छ नि शेर्पाले भेट्यो कि अनि हिँड्नु त सक्नु पऱ्यो नि त नि ए लडेर अहिले फेरि बिजोक हुन्छ ओइ यता हिँडिछ क्या बाटो यहाँ रहेछ त नि कता मुझे भन्दा धन्दा छ मुझे हुँदा भयो मायाले बोलायो नाते नाते शेर्पा नाते आजको दिन त खरायो खोज्ने दिन आएछ यहाँ त दाउरा सब सुकेछ दाउरा आएको फुकौँ है आज बाल्नु दिँदैन कहाँ बाल्नु कहाँ बाल्नु दिँदैन तिमी क्या छ ओ राई
हामी चाहिँ ल साथीहरू हामी चाहिँ 5 भाइ अन्डा धुनामा कता हिँड्दैछौ चिसोले ताममा हात कालो न रातो भइसक्यो लु लु आयो है आयो 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 अब चाहिँ कहाँ आयो भन्दा यता लाउरे मान्छेले लाउरे ट्रेनिङ दिला जस्तो काँडा घारीमा ओ म त आउनु सकिनँ यस्तो मात्र सबै लुगा बिग्र चिसोले ल साथीहरू मेरो साथीहरूले चाहिँ यहाँ खरायो हन्डिङ हान्दैछ होइन खरायो त भेटेको छैन अब हेर्दै जाउँ कहाँ पुग्छ भेटिगएको छ भने अहिले खरायोको आउँछ भेटेको हामी सोल्टी हुनुहुन्छ उता राइसोल्टी यो चाहिँ हामी यो के भेट्यो के हो यो भिडियो भएर डिस्कभरी चाल आउँछ साथीहरू यो डिस्कभरी हामी चाहिँ अहिले ओए तेरो एप्पल ल साथीहरू चाहिँ पर हरायो म चाहिँ अब फर्केको यो अलिक चेपाएर छ ठाउँ अब जुन बाटो आएको त्यही बाटो फर्किने ल है साथीहरू यो चिसोमा चाहिँ -8 टेम्परमा चाहिँ 8 डिग्रीमा चाहिँ नाकबाट पानी आउनु थालिसकेको चिसोले आम्मा नसोचेको जिन्दगीमा के गर्नुपर्ने हो अरूभन्दा मेरो हात चाहिँ लासु भइसक्यो क्या ओ स्टार लु लु चिप्लिन्छ कि क्या अझ फर्केको हरायो साथीहरू कहाँबाट आइयो लु अब चाहिँ आफ्नै हन्डिङ होला जस्तो छ खरायो चाहिँ होइन समुद्र हो कि यो के हो खास गरी समुद्रै हो यो ऊ तल पुगेछ शेर्पा त बा त्यहाँ तल शेर्पा ल साथीहरू म चाहिँ अहिले शेर्पाको पछि हिँड्दै थिएँ होइन तर शेर्पा चाहिँ अब हिमाली भएको मान्छे हो नि त एकदम छिटो छरी त्यो चलाक भित्र सुरु हिँड्दै थियो त्यहाँबाट ऊ तल पुगेछ हेर्दा हेर्दै ल शेर्पाले भेटेन रहेछ आज ल भेट्यो छोडी फर्क्यौँ म चिसोले लास्ट हो चराहरू नि आउँदो रहेछ कि बाहिर रहेछ यति आएर पनि फला त धेरै हिँड्छ त्यति यही बसेको हामी आउँछौँ दुईजना चाहिँ उमाथि छ यत्रो ठुलो पाइला रहेछ खरायो क्या यत्रो ठुलो पाइला हुन्छ यहाँ हेर्नु झन् झन् ठुलो मुजी यताबाट हिँड्दै आएर चाहिँ हेर्न पाइला कत्रो खोइ यताबाट हिँड्दै यो त अनि कुकुरको हो यो त यत्रो त कुकुरको पाइला हो कि खरायो ल आयो है अब हन्डिङ खरायो आफ्नो चिसोले त आज हेला त भक्क दिक्क प्यात भइयो त ए त्यो बच्चारामा हिँडेको होला है सर त ल हाम्रो राईले चाहिँ यहाँ हिउँको पाहाड बनाउने अरे होइन मलाई पनि यहाँ बेलाउनु बोलाएको थियो तर म चाहिँ सकिनँ अब हातमा पन्जा छैन त्यही भएर अब मेरो हातमा पन्जा छैन केटा पन्जा पर्दैन कि हिउँ तातो हुन्छ कि तातो हुन्छ हिउँले यहाँ हातै ऊ भइसक्यो कालो न कालो रातो न रातो चिसोले ल ल राईले बना तातो हुन्छ क्या यहाँ चाहिँ यो आइस जमाएर बनाउनु खोजेको तर यो जरी धेरै सुक्खा भएर बनाउन सकेन होइन ल कुन ठाउँमा आयो फेरि पुरै आकाश र भुइँको जमिन त एउटै छ त अनि बा ल साथी हो हामी चाहिँ होइन अब खरायोको हन्डिङमा आयौँ यो जङ्गलमा छिरेको भेटेन होइन अनि आउँदा चाहिँ अब साथीहरू माथि छ किनकि यहाँ हुनुहुन्छ तर हिँड्दा यहाँबाट चाहिँ मलाई कस्तो फिल भयो भने अब हेर्नु न आकाश र जमिनको भाग अचम्म छ बा कसो अरे
ए मजाले साग मृगले मजाले साग खाएर हगेर गएछ यहाँनिर पकडे तिमीले हेटिको सागको रहेछ तर यो यहाँ सब मृग आउँदो रहेछ क्या मृग हेर न साग यो हगे त यो मैले साग खनी खनी खाएको छ अब फर्किहालौँ फर्कौँ छोडी चिसो भएर धेरै बस्नु धेरै वर्ष हुन्न आमा हातै जिरो भइसक्यो पुरै चिसो पानीले पुरा जस्तो सब साग यस्तरी खनी खनी खाएको छ नि मृगले मैले खानु नपाएर यार घाँस के खाएको छ बिचरा केही छैन चिसो भयो आमा लुजाउ ओ छोडी जाऊ जाऊ भाइ कस्तो रहेछ यहाँ सेपते ल्याउँछ ल साथीहरू यो मुनि देखिएको चाहिँ सबै मृगको पाठा माउ रातभरि हिँडेको रहेछ चारा खाने सिलसिलामा अब चारा छैन सबै आइसले ढपक्क अनि म चाहिँ अहिले यहाँ छु धेरै चिया छ सोचेको भन्दा माइनस अहिले 8-9मा पुगिसक्यो साथीहरूको हालत त्यस्तो छ अब खरायो सरायो त यो अब हामीले चट्ट घरतिर लाग्नु पर्ला धेरै चिया छ हौ पुरा हिमालय गयो जस्तो क्या एभरेस्ट बेस क्याम्पमै गयो जस्तो फिल चाहिँ त्यस्तो छ त्यही भएर भिडियो खिच्नै सकेको छैन गोजीबाट एउटा हात गोजीमा छ हात निकाल्यो कि एकदम चिसो तातो रातो साथीहरू चाहिँ त्यहाँ आउँदा ओ ल छिटो आऊ शेर्पा एकचोटि लड्दैन त लडेर देखाइदिएन शेर्पा एकचोटि लडेर देखाइदिएन नि त अनि लडेर देखाइदिएन एकचोटि चिसो छ चिसो आई एम भेरी इन्जोयफुल रमाइलो गर्ने हो के छ दुई जिन्दगी साथी लडेर देखाइदिएन एकचोटि लड्ने होइन भाइ लडेको होइन क्या हाम्रो शेर्पाले चाहिँ आज 8 गर्नु भएन होइन अब शेर्पालाई हल्का एक डब्बाको जाडा यस्तो डबक होइन साथीले रमाइलो गर्नुपर्छ यस्तो इन्जोय बसिन्छ आउँदैन होइन जरा आयो चरा के हो त ल अब आज भिडियो यति नै बनाऊँ होला चिसोले यो के को पाइला यो त कुकुरको हो नि कुकुरको ठुलो सानो हुन्छ पाइला छ ल हामी निस्क्यौँ कताबाट हुन्छ फेरि अब हातलाको जिरो केही न केही ल जाऊ छोडी चिसोले अब त पक्का भयो के गर्छस् केटा अब हातमा जिरो रमाइलो खुसी के भेटेन खुसी लाग्यो मलाई यस्तो चिसोमा के रमाइलो ज्वरो आउँछ अहिले फेरि रमाइलो भाइ ल लु अब घर लाग्नु पर्ला चिसोले त भएर सकिएन अब हामी जहाँबाट आएको त्यो त लाग्दैछौँ लखर ल हाम्रो राईले आज यहाँनिर आज हाम्रो राईले फेरि ल आज राईले आज खतरा कतिवटा फोटो खिचिदिनु ल हेर्नु साथी यस्तो होइन लु भयो ल साथीहरू भिलेज लाइफ यस्तो हुन्छ यहाँको घरहरू चाहिँ अब यस्तो छ मसिनो हामी चाहिँ पर हामी गएको ठाउँ चाहिँ यता पर आलु बारेर पुगेर आयौँ चिसोले चाहिँ एकदम अब गाह्रो बनाएर छैन त्यही पनि साथीहरू अझै हिँड्ने अरे अब यस्तै छ यहाँनिर साथीहरू हेर्नुहोस् न हामी चाहिँ अब हिँड्दै घुम्दै यहाँ च्यान गाडीमा आइपुग्यौँ क्या सबै कपुरथान यस्तो रहेछ यहाँ चाहिँ पुरै च्यान गाडीबाट हामी हिँड्दैछौँ ए बाटो रहेछ नि त यो राई यो चाहिँ बाटो रहेछ नि त यहाँ हामी हिँड्ने कि बाटो रहेछ क्या यस्तो अगाडि देखेको सिधा बाटो यहाँ चाहिँ के छ फेरि पानी निकाल्ने यिनीहरू कहाँ यस्तो हुन्छ पानी आउँदैछ यिनीहरू पनि रहेछ उयो त भर्खरमा चाहिँ मरेर छ है उदय हेर हो रहेछ भर्खरको ल यहाँ धुपीको पट सबै धुपीको पट ल यो चाहिँ के रहेको फेरि यस्तो छ त ट्र्याक्टर छ त अगाडि यहाँनिर इन्डर कल पनि रहेछ
भित्र पुरानो पुरानो हिस्ट्रिकल टाइपको सामानहरू क्या। यहाँ साइकल छ, सानो घर। अब यहाँनिर ढोका खुल्लै रहेछ। कहाँ आइपुग्यो झाँटो। हामी कहाँ आइपुग्यो आइपुग्यो। ल यहाँ चाहिँ बाटो एकदम हिँड्नु सजिलो भयो क्या। यहाँ हिउँमा खराक यहाँ चाहिँ सबै हटाएको रहेछ। यतिको भयो भने त अब हो रफ्तारबाट चिपिलास यतिको भयो भने हिँड्ने छिटो छिटो हुन्छ नि त। अब यो घराक यसमा चाहिँ अलिक अप्ठ्यारो भयो। ल पर पुगेर आयौँ। अब यो चाहिँ निस्किने ठाउँ रहेछ। सेपा ढोका लगाइदियो अनि फेरि बाटोको हालत त अनि के कस्तो छ त। छोडी उयो भित्र जाउँ न, हिउँ सफा गरेको छ। ल फाइनल्ली गए चाहिँ हामी चाहिँ गाउँभित्र फेरि मिन्टर कहाँ खुल्ला मैदान आलुबारीबाट हिँड्दा ल अब चाहिँ हिँड्नुलाई एकदम सहज छ। यहाँ पञ्चायत सबै यता थालेको छ। अब चाहिँ अलिक रफ्तार पर्छ हाम्रो। अलिछुट्टै नै यस्तो छ। ल है साथी हो खरायो मर्लो झोलामा तर एउटा खरायो चाहिँ भिडियो बस्छ नि खरायो। घरहरू चाहिँ यति बाक्लो छ होइन लहरै। मान्छे एउटै छैन हौ कहाँ गयो सबै। सब सुनसान क्या सुनसान। ल आजको छुट्टी चाहिँ यसरी बित्यो हाम्रो होइन। बिहान कुखुरा पनि अर्डर गरेको थियो 20-40वटा। त्यो पनि भुत्लाई खाइ पकाएर अब हामी चाहिँ यता आयौँ। आजको छुट्टी चाहिँ हाम्रो यसरी बित्यो है साथीहरू। आजको सन्डे चाहिँ ल तपाईँहरूको सन्डे कस्तो भयो। ल अब आजको भिडियो चाहिँ म यहीँ इन्डिङ गर्नु पर्यो। ल लास्ट है भिडियो एडिङ गर्ने भिडियो एडिङ गर्ने ल साथीहरू अब भिडियो एडिङ गर्नु पर्यो। ल यहाँसम्म है।